नमस्कार सबैजनालाई है। यो चाहिँ फ्रान्सको क्रेल भन्ने ठाउँ हो। अनि हजुरहरूलाई चाहिँ म के देखाउन गइराखेको छु भन्दाखेरि चाहिँ अहिले चाहिँ बेलुकाको 7:30 पौने 8 भयो है। यो चाहिँ हामी बस्ने घरभन्दा बाहिरको एउटा पुल छ कि। अनि जहिले पनि म यो मार्केट जाँदाखेरि चाहिँ यो पुलमा अति नै रमाइलो लाग्छ कि, किनभने यहाँ माथिबाट चाहिँ उता वारिपारि सबै देख्छ अनि हामी बस्ने घरहरू पनि देख्छ के। अनि त्यो हुन यतापट्टि चाहिँ फेरि यस्तो भ्यू छ है साथीहरू, कस्तो रमाइलो छ क्या। यता सबै अब गार्डनहरू छ अनि ठुल्ठुलो घरहरू छ होइन। अनि बुढा चाहिँ तल जाँदै हुनुहुन्छ। अनि यहाँ माथिबाट वारिपट्टि देख्छ अनि तलबाट चाहिँ यो वारिबाट देख्छ क्या। अनि यहाँको पुल बनाउने मान्छे पनि कस्तो राम्रो बनाउनु भएको क्या है। अनि ओह्रालो ओह्रालो हुँदैछ क्या। अघि तलबाट ओह्रालोबाट चाहिँ के पनि देख्दैन, अनि यो सिधारा ओह्रालो चाहिँ सबै देख्छ कि। अनि यता चाहिँ सबभन्दा मलाई एकदम आनन्द लाग्ने भनेको यो पुल हो क्या। आजकलको मौसम चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ 5-5 मिनटमा क्या मान्छेको मुड भन्दा पनि चौपटको चेन्ज भइदिने भनेको। मान्छेको मुड पनि त्यतिसम्मको चेन्ज हुँदैन होला कि, मलाई चाहिँ जहाँसम्म लाग्छ है। किनभने आमा 10 मिनटमै घाम लागिराखेको हुन्छ, 10 मिनटमै पानी परिराखेको हुन्छ, फेरि 10 मिनटमै बादलले छोपिराखेको हुन्छ क्या। यो ठाउँ चाहिँ यस्तो छ है। अनि जति पनि फ्रान्समा हुनुभएको दाजुभाइ दिदीबहिनी अनि सबैजना बस्ने ठाउँहरू चाहिँ कस्तो छ, हाम्रो ठाउँ चाहिँ यस्तो छ क्या। अनि त्यहाँ चाहिँ जङ्गल छ है, त्यहाँ चाहिँ जङ्गल छ यस्तो छ। त्यहाँको जङ्गलमा चाहिँ के छ भन्दाखेरि उटहरू बाख्रा भेडा अनि सबै फार्म हो। अनि उहाँ चाहिँ हुनुहुन्छ मिस्टर मेरो बुढा हजुर। मेरो बुढा चाहिँ हिँड्दै हुनुहुन्छ, खै कहाँ जान लाउनु भएको हो। बुढा सर कहाँ जानुभएको हो, यस्तो छन्। अनि यस्तो छ है बुढाबुढीको फ्रान्सको बसाइ चाहिँ। मैले अघि हजुरहरूले भने नि त यहाँ चाहिँ फार्म जस्तो छ भनेर। अहिले चाहिँ खै यो चाहिँ खास गरी के हो थाहा छैन है एक्ज्याक्टली राम्रोसँग हामीलाई पनि। एउटा अफिस जस्तो पनि छ। यो छ नि यो चौर चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले। सबै दिउँसो चाहिँ त्यो घोडाहरू अनि उटहरू बाख्रा भेडा सबै निस्किन्छ कि यसमा चाहिँ। अहिले चाहिँ देख्दैन रहेछ, अब टाइमिङ भयो होला नि त सुत्ने टाइम बिचारा। अनि मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ आमा हाम्रो अब जति पनि चिन्नुहुने मान्छेहरूले साथीहरूले होइन दिदीबहिनी आमा बाउ सबैजनाले मतलब भनौँ न हाम्रो गाउँभन्दा जाडो ठाउँ चाहिँ कहीँ पनि नहोला भनेको, तर यो फ्रान्स चाहिँ 1 नम्बरको जाडो ठाउँ रहेछ है साथीहरू। सामानको लागि भयो नि मलाई नेपाल चाहिँ जान मन लाग्छ क्या। यति धेरै सामान ल्याउन लागि क्या, यति धेरै महँगो छ क्या यहाँ त। खान मन लाग्छ अनि लाउन मन लाग्छ, तर किनेर साथै छैन। हेर्नु साथीहरू, ओहो थर लुक काम छ क्या। मार्केट जाँदाखेरि ओहो वाउ भन्ने टाइपको लुगाहरू हुन्छ, सामानहरू हुन्छ। अनि 1 महिना अगाडि मैले फोन किनेको है। अब मैले भन्यो तपाईँले सुनायो भनेर चाहिँ नठान्नु होला प्लिज है। यति ठान्नुहुन्छ भने नि बी पोजिटिभ है, पोजिटिभ लिएर मानिदिनु है। अब तपाईँको आइफोन 17 प्रो म्याक्सले नेपालको 3 लाख पर्न गयो कि। अझै महँगो पनि होला सायद। मैले केही सेटहरू चाहिँ किनेको थिएन, त्यसमा चार्जर किनेको थिएन, चार्जर आउँदैन रहेछ अनि इयरफोन आउँदैन रहेछ। आमा त्यो फोनलाई मात्र त्यति पर्यो कि। अनि इयरफोन र चार्जरलाई चाहिँ तपाईँको चाहिँ नि नेपालको 32,000 अरे क्या। म त के गर्नु अब ओके त भइसक्यो पछि त। अनि यताउति कुरा गरेर उहाँ मिस्टरले चाहिँ अलिकति भाषा आउने रहेछ, सबै ट्याक्टिक मिलाइदियो। म त आमामा हेत्ते 3 दिनै भात नरुचेको के। रहर मलाई नै लाग्छ, फेरि रुनु पनि मलाई नै पर्छ। या अब आयो हाम्रो मार्केट। त्यहाँ चाहिँ हाम्रो मार्केट हो है साथीहरू। त्यहाँ चाहिँ साथीहरू अहिले चाहिँ फेरि बल्ल मार्केट आइपुग्यो है। मार्केटमा चाहिँ यहाँ चाहिँ ज्वेलरीको सप हो। अनि यहाँ चाहिँ केटी मान्छेहरूले बोक्ने ब्यागहरू कस्तो राम्रो छ है साथीहरू, हजुरहरूले हेर्न सक्नुहुन्छ। कोही दिदी बहिनीहरू चाहिँ खेलमा अनि आउँदै हुनुहुन्छ भने प्लिज यहाँ ओसन मार्केट चाहिँ भिजिट गर्नु होला। अनि कुनै बेला चाहिँ कहिले चाहिँ अफरमा चाहिँ चल्छ है, अफरमा पनि चल्छ साथीहरू। अनि हामी बुढाबुढी चाहिँ आइपुग्यौँ।
खै मेरो बुढाले के किन्ने हो अनि हामीलाई चाहिँ धेरै कुराहरू चाहिराखेको छ है किचनको त्यही भएर चाहिँ दिउँसै जाने भनेको है तर कस्तो अल्छी लाग्छ खाना नखाएपछि नखानुभन्दा अगाडि चाहिँ यो गर्छु त्यो गर्छु भन्ने सबै प्लानिङ हुन्छ नखानुभन्दा अगाडि त जे गरे पनि सक्छु क्या म आम्मा खाना खाएपछि त ओहो यति धेरै अल्छी लाग्छ कि हजुरहरूलाई चाहिँ गर्लफ्रेन्डले गर्लफ्रेन्डलाई दिन चाहनुहुन्छ भने फुलहरू चाहिँ यहाँ छ है कति राम्रो राम्रो फुलहरू मलाई चाहिँ खासै राम्रोसँगले बोल्न आउँदैन कि र पनि मनको इच्छा हो यस्तो गर्नलाई चाहिँ राम्रो चाहिँ हामी चाहिँ गयौँ सब्जीहरू किन्नलाई है साथीहरू यस्तो फलफुलहरू देख्दा त कस्तो खम लाग्ने है घरमा लगेपछि त कुवाएर फाल्ने पैसा त्यत्तिकै खेर जान्छ है त्यस्तो हुन्छ है अनि फेरि किन्न चाहिँ अति नै लोभ लाग्छ क्या साथीहरू तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ है यहाँ चाहिँ आम्मामा यो चाहिँ खै चिजहरू हेर्नु न चिजहरू दामले राखेको छ के गर्नु आफू खाइँदैन अब मैले चाहिँ उठाएँ तर प्याजहरू पनि कति सानो सानो बोरा गरेर राखेको है मसले चाहिँ कति ठुलो गरेर राख्यो है अहिले चाहिँ यस्तो सानो गरेर राखेको रहेछ यो चाहिँ मार्केटभित्रको भ्यूहरू हो कति ठुलो छ कि यो मार्केट आम्मामा उतापट्टि त अलग्गै भइहाल्यो मेरो बुढा चाहिँ यहाँ जानुहुन्छ ट्रली तानेर यस्तो छ अनि यहाँ चाहिँ म पनि देख्दैन हौ तर यदि एउटा लिँदा के गर्ने त है यस्तो छ हाम्रो तरकारी यस्तो छ के को साग रे यो हाम्रो भाषामा त खोले साग भन्छ अनि के अरे नेपाली भाषामा त सिमसाग भन्छ क्या अरे सिमसाग सिमसाग भन्छ क्या यो साग मैले 3 महिना भइसक्यो खोजेको कतिवटा लाने पनि राम्रो लाग्यो हुन्छ के छ यो राम्रो लगाउने अघि नआउनु पर्ने रहेछ है कस्तो राम्रो रहेछ यो त यो यहाँ हेर्न यो देखेन पछि लिएर हो हेर्न यहाँ जे पनि यहाँको प्लास्टिक प्लास्टिक मला न धनिया लाने नलाने धनिया त छ सुकु औषधहरू मम्बो एउटा साग हाल्नाले 6 मिनट लाग्छ मलाई 6 घन्टा 6 मिनट आएर त्यो तरकारी लिन 6 मिनट भएन थुक्पा खाने भयो त्यो गाजरहरू हाल्नुपर्छ है छर्दे मेरो बुढाले यस्तो डिस्टर्ब गरिदिएको कि मलाई चाहिँ अनि किन भन्नु न काम गरेपछि पैसा आउँछ पैसा आएपछि हामीले मन लाग्ने कुराहरू गर्न पाउँछ नि त हो कि होइन साथीहरू प्लस हामी छोरी मान्छेलाई चाहिँ अनेक कुराहरू चाहिँ चाहिन्छ के अब मलाई थोरै चाहिनेलाई त यो चाहिने त्यो चाहिने हुन्छ भन्यो भने धेरै चाहिनेले त झन् कस्तो होला साथीहरू है म चाहिँ खासै भन्नुपर्दाखेरि चाहिँ त्यस्तो धेरै चाहिने चाहिँ होइन सौकिङ पनि धेरै छैन मलाई चाहिँ म अब के हो भन्दाखेरि चाहिँ मान्छे आफ्नो आफ्नो चोइस हुन्छ मलाई चाहिँ बाहिर घुम्नु अनि बाहिर घुमेर आज यस्तो गर्छु उस्तो गर्छु भने चाहिँ एक पनि त्यो छैन है माइन्डमा सेटअप हुँदैन छुट्टीको दिनमा चाहिँ अब मिठो पकाएर खाने साथीभाइले बोलाउने घरमा त्यस्तो चाहिँ मेरो एकदम इन्ट्रेस्ट हो कतिजनासँग मेरो इन्ट्रेस्टमा मेल खान जान्छ प्लिज कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै मेरो हृदयदेखि आग्रह छ उहाँको पालो रहेको छ तान्दै हुनुहुन्छ खै यता हेर्नुहोस् त तान्ने मान्छे गर्नु पर्यो कस्तो मजा तानेको है सरर तानेको हो नि हजुर
हजुरले नतानेपछि आफूले तान्नु पर्दैन अनि उसले तान्नु भने त अहिले आँखा खर्च अनि मेरो पालो सकियो वहाँदेखि यहाँसम्म मेरो तानेको अब यहाँदेखि क्या 2 मिनट हो कसले भनेको 2 मिनट भनेको 3 मिनटमा घर पुगिन्छ खाली हिँड्यो भने त 2 मिनटमा पुग्दैन अहिले नतान्नु कुरो गरेर अहिले आफू तान्नु पऱ्यो भने त हात दुख्नु के दुख्नु 2 मिनट के दाना लगाएको कराएको छ कति भने 2 मिनट भनेर 2 मिनट त होइन गफ नहाल्नु है गफ नहाल्नु त्यहाँ मलाई प्रुफ चाहियो नि फेरि बाबु 2 मिनट हो यस्तो छ रातको समयमा यहाँ यो एरिया यो पुल चाहिँ यस्तो छ घुमाउरो यहाँबाट तान्नै पर्दैन सारा घुरिहाल्छ तिमी यहाँसम्म मात्रै पनि हुन्छ छोड्दै पनि हुन्छ अन्त ओहो छोडिदिउँ छोड्दै पनि हुन्छ साँच्ची ऊ आफै सरेर गइहाल्छ हो त्यही त त्यस्तो सुविधा भएको भएर म चाहिँ जानु पर्छ र माथि जानु अब पनि पर्छ कि के हो खै हुसु लागेछ खै कस्तो तिर्ख लाग्यो हेर आज ऊ यस्तो बन्न थाल्यो यस्तो छ यस्तो छ नभन्नु न अहिले टाउको नि आउला नि Water plus 5 heures sur Azure. Let's go. 1 मिनट हो रहिहाल्यो अब अनुहार हेर्नुहोस् कता नतिर भइसक्यो अहिले बाँच्दैन सँगै बसाउ छोडेर नजानु होइन आज यति धेरै मान्छेहरू कहाँ जान लागेको होला है अघि एक सिस्नु पाउने लसुनको साग पाउने अनि च्याउहरू पाउने के यहाँ त अहिले चाहिँ हल्का सिजन भएको छैन पछि चाहिँ हुन्छ कि माथि जङ्गलतिर गयो तर सिस्नु चाहिँ अब खाएँ त्यस्तो के भएन तर च्याउहरू चाहिँ खानलाई हल्का डर लाग्छ कि हजुरहरूले पनि यस्तै हामी जस्तो युरोपमा बस्नु हुँदैछ भने आँखाले जे देख्यो त्यो खानेकुराहरू चाहिँ नबुझिकन अब पहिला त हाम्रो गाउँमा पनि पाउँथ्यो भने चाहिँ छट्ट टिपेर नखानुहोस् होला बाहिर भनेको बाहिर नै हो हल्का केमिकलहरू मिक्स गरेको हुन्छ ओ माई गड यो के दुम्सीको बच्चा अमा दुम्सी हेर्नु त साथीहरू यो दुम्सी पनि मरेर रहेछ यार यस्तो दुम्सी पनि आउँदो रहेछ